आज चाहिँ मेरो आमाले सी फुड बोइल बनाएर देखाउनुहुन्छ अरे। आमाले अघि नै आलु लगाइसक्नु भयो। अब मकै, अब चाहिँ म यो यसको मसला लगाउँछु। यो चाहिँ यस्तो हुन्छ प्याकेटभित्र, यो चाहिँ डल्लै यसरी लगाउनुपर्छ। यो पनि सी फुड बोइलको लागि नै हो मसला। मैले चाहिँ एक बेरको लगाएको देखेको मान्छेहरूले, म पनि एक बेरकै लगाउँछु। अब म अमिलो र प्याज पनि लगाउँछु। अन्डा पनि लगाउँछु। अब चाहिँ म माथिबाट नुन पनि थप्छु। अब चाहिँ म यसलाई बोइल हुनु लागि छोडिदिन्छु छोपेर। अब चाहिँ म चेक गर्न आँटेको पाक्यो कि पाकेन। अरू भन्दा नि आलु चेक गर्नु पहिले। पाएको छ, मकै पनि पाक्छ होला। अब म यहाँ ससहरू लगाउँछु। अब चाहिँ म यहाँ पानी तार्छु। यसलाई सबै पानी तारेर यता राख्छु। अब चाहिँ म यो गङ्गटा उसिन्छु यहाँ। अब चाहिँ म ससेस लगाउँछु यहाँ। यसलाई एकछिन फ्राई गर्नुपर्छ। अब पकाउँदा चाहिँ दामी देखेको छ, भरे खाँदा चाहिँ कस्तो हुन्छ। ससेस पनि रेडी भयो। अब म यहाँ खनिन्छु। सस बनाउन यहाँ घिउ खार्दैछु। सानो पानी खाएर घिउ खारेर खारिसकेपछि अनि अरू लगाउनु पर्छ। माथि माथिको चाहिँ झिक्नुपर्छ। अब चाहिँ घिउ खार्यो, यहाँ धेरै खार्नु हुँदैन। अब मैले लसुन लगाएँ यहाँ। एकछिन चलाउनुपर्छ। अब यो चाहिँ म यो चिल्ली पाउडर अनि यसको सिजनी लगाउँछु र यहाँ लगाएर पकाउँछु। मलाई चाहिँ अलिक पिरो मनपर्छ, त्यो भएर अलिक खोर्सानी थपेँ। अब यो झिँगे माछा लगाउँछु। अलिअलि नुन लगाएँ। अलिअलि अजिना पनि लगाएको छु। अब म यो चाहिँ अलिकति टिमुर पनि लगाएको छु। यो चाहिँ मेरो रेसिपी हो। टिमुर चाहिँ कस्तो हुन्छ। अब चाहिँ यो सस पनि पाक्यो। अब म अघि उसिनेकोमा मिसाउँछु। मजाले पाक्यो यो साथी, तपाईँहरूलाई पनि मनपर्ने गरी पाक्यो। अब चाहिँ म यसमा सस थप्छु। वाउ दामी। अब चाहिँ यो म मिक्स गर्छु। कलर अलिक कम्ती भएछ साथी हो, फर्स्ट टाइम बनाएको। अब अर्को पालि चाहिँ म अझै राम्रो बनाउने कोसिस गर्छु। अहिले यस्तै भए पनि मन पराइदिनुहोस् है साथी हो। लाइक र कमेन्ट सब्सक्राइब चाहिँ नबिर्सिनुहोस् है। माया गरिदिनुहोस् है म बुढी आमाले। अब अहिले खाने बेलामा फेरि भेटौँ है साथीहरू। अहिले चाहिँ रेडी मात्रै बनाएको छु। अब म खाने बेलामा तपाईँलाई फेरि वेलकम गर्छु ल। खाऊँ। अब कस्तो छ म ट्राई गर्छु, फर्स्टचोटिको हो। मलाई त मिठो लाग्यो। कस्तो लाग्यो तिमीलाई? अब यो चाहिँ कहिले खाएको छ नि, यो खानुपर्ने चाहिँ कसरी हो
अहिले जानिन भने अर्को पालि चाहिँ सिकाइदिने साथीहरू। फस्टोटी भएर होला साथी अलिक पारा परेन। राम्रो रहेछ साथी हो। तपाईँ पनि बनाएर खानुहोस्, मिठो हुँदो रहेछ। मैले पनि फर्स्ट टाइम ट्राई गरेको। हामी नेपालीको घरमा भात सब्जी त सधैँ पाक्छ, तर यस्तो पनि बनाएर खानुपर्ने छ कोही कोही बेला। मिठो हुँदो रहेछ। दुईटै हात पो जुठो हुँदो रहेछ हौ यो खाँदाखेरि त। तर मलाई त माछा खाँदा मेरो हात त दुईटै जुठो हुन्छ। म एउटा हातले खानु जान्दिनँ, त्यही भएर यो पनि केलाउनु दुईटै हात चाहिँदो रहेछ। मिठो लाग्यो, मलाई पनि मिठो त मिठो लाग्यो, तर मेरो चाहिँ अलिक दाँतले भएन, बुढो भइएछ। मिठो लाग्यो। किनेर खाएको भए चाहिँ कस्तो हुन्छ थाहा भएन, आफैले बनाउँदा मिठो लाग्यो। र साथी हो, सी फुड पनि बनाइयो, खाइयो, मिठै हुँदो रहेछ। तपाईँ पनि आफै बनाएर खानुहोस्। बजारमा किनेको भन्दा आफ्नै हातले बनाएको धोइ पखाली झन् राम्रो गरेर बनाइन्छ। आजको भिडियो यति नै। अब अर्को भिडियोमा फेरि भेटौँला। माया गरेर लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। सबैजनालाई नमस्ते, बाई बाई। बाई बाई, फेरि भेटौँला।